guys, welcome to my channel and happy तिहार सबैजनालाई। अनि मैले चाहिँ यहाँ आज फुल उन्दै छु दाइको लागि। अहिले रातिको यहाँ 11 बज्न थाल्यो। हामी भर्खर मार्केट गएर चाहिँ माला लिएर आएको, फुल लिएर आएको। अनि अर्को मखमली के रे सुपारी फुल हामीले चाहिँ पाएनौं के, थियो मार्केटमा, आज पुरै भ्याइएछ। धनमा यति भए पनि अलिकति पायो र लिएर आएको। अनि यता चाहिँ मेरो हस्बेन्डजीले गिफ्टहरु चाहिँ र्यापिङ गर्दै हुनुहुन्छ। के छ हस्बेन्डजी? ठीक छ। मैले माला उन्दैछु। अनि आज मैले दिउँसो फिनी बनाएँ अनि सुकुटी पनि भुटे। अब भोलि बिहान चाहिँ खानासाना यतै अलिअलि बनाउँछु। अनि त्यसपछि अंकलकोमा जान्छौँ हामी, हैन। मेरो माला बनेर रेडी भयो गाइज। हेर्नु त कति राम्रो माला भएको छ। यहाँ मिठाईहरु यताउता प्याकिङ हुँदैछ दाइहरुको लागि। गाइज ह्यापी तिहार। हामी चाहिँ अब अंकलकोमा जान लागेको, हैन। अनि हाम्रो घर चाहिँ यो हो, हैन। अनि यो भ्यू चाहिँ मलाई यस्तो दामी लाग्छ कि, यो भन्दा उतापट्टि मेन रोड छ तर यो भ्यू चाहिँ यस्तो दामी लाग्छ चाहिँ मलाई हाम्रो यहाँको। अब हामी जान लागेको। अब खानासाना अलिअलि यहाँ बनाए, अलिअलि उहाँ आन्टीले बनाउँदै हुनुहुन्छ। दाइको लगाइ टेक केयर। कान्छा दाइ चाहिँ गइसक्नु भयो। अब प्रिन्सेस रक्षा गर भगवान। कान्छा दाइ चाहिँ जानुभयो ट्याक्सीमा। अब ठुल दाइ र म चाहिँ जान्छौँ। ठुलालाई लिएर जान्छौँ हामी यहाँबाट। आउनु बुढा। मोटाइसक्यो भाइ म त गाइज। आएको 1 महिना नहुँदै पुग्न 28 मिनेट छ अझै। अनि म एकदम ह्याप्पी वाला फिल गरिरहेको छु। किनभने चाहिँ अब अहिले म नेपालमा भएको भए, हैन, अब दाइहरु यता म उता, अनि त खिन्न हुन्थ्यो। दाइहरुको निधार खाली हुन्थ्यो, मेरो हात खाली हुन्थ्यो, हैन। अब यहाँ छु। अनि जोस् अब हस्बेन्डजीले पनि छुट्टी मिलाउनु भयो, दाइहरुले पनि छुट्टी मिलाउनु भयो। सबै चिज मेसो मिलाएर अनि अंकलकोमा जाँदैछौँ तिहारको लागि। अनि मलाई यहाँसम्म ल्याउनु हुने मेरो हस्बेन्डजीलाई चाहिँ धेरै धेरै धन्यवाद, हैन। जस कुनै पनि चेलीबेटीलाई चाहिँ दाजुभाइ भनिसकेपछि त छुट्टी हुन्छ क्या। अझ यो गीत चाहिँ यो निधारमा लड्काएर भन्ने यो गीतले सुन्दा झन् यति मन भावुक हुन्छ क्या। त्यही गीत सुन्दै हिँडिरहेको छु म। अरू त के भनौँ र, अहिले चाहिँ नेपालमा खमुदाई मात्र हुनुहुन्छ। सुनिल ब्रो चाहिँ अस्ट्रेलियातिर छ, हैन। अनि मेरो दुईटा दाइ यहीँ हुनुहुन्छ। किरण दाइको चाहिँ आज ट्रेनिङ परेर चाहिँ छुट्टी पाउनु भएन अरे। सुरेन दाइ त्यही हुनुहुन्छ, सुन्त भाउजू हुनुहुन्छ, अस्मी, निलिमा, निवान्सी, हामी थुप्रै छौँ। लगभग नेपालमा भन्दा धेरै यहीँ छौँ होला भनेको। लाइक दाइको फोन आयो, दाइ पुगिसक्नु भयो होला है। दाइको फोन आएको थियो गाइस, दाइ ठुलै पुगिसक्नु भयो अरे। कान्छो दाइ मेट्रोमा जाँदै हुनुहुन्छ, हामी चाहिँ जाँदैछौँ। दाइहरूलाई लिएर जाने भनेको। अनि यताउति खानाहरू बनायो कि बिहान 5 बजी उठेर खानाहरू बनाएँ। अनि मैले के बनाएको छु भने सुकुटी बनाएँ, बुङ्गुरको बनाएँ, अनि राजमाको बनाएँ, अनि फेरि आलुको अचार बनाएँ। अब भटमासको अचार पनि बनाएँ, हैन। भटमास सादेको के त्यो पनि मैले बनाएँ। आन्टीले चाहिँ भात र खसीको झोल बनाउनु भनिरहेको छु। अनि हिजो आन्टीले सेलरोटी बनाउनु भयो। अनि मैले अरू फिनी हल्का बनाउन कोसिस गरेँ, रसबरी बनाएँ। अहिले सो जाँदैछौँ हामी आफ्नै कारमा बुर्ज खलिफा। ओ माई गडनेस। बुर्ज खलिफामा चाहिँ एउटा फ्ल्याट लिएर बस्ने मन छ मलाई। यतिसम्म चाहिँ हुन पर्छ है लाइफमा। बुढोले मान्नु भएछ नि किन्न त भनेको, तर मान्नु भएन, के गर्नु, हैन। ओ माई गड गाइज, हैन। यो चाहिँ म्युजियम हो, हैन। यसभित्र चाहिँ फ्युचर अफ दुबई छ अरे, हैन। मलाई हेर्ने इच्छा पनि छैन। म यहाँभित्र जान पैसा वेस्ट गर्नु छैन। मलाई फ्युचर अफ दुबईको हेर्नु मन छैन, मलाई फ्युचर अफ नेपाल हेर्नु मन छ। सो हामीहरू मिलेर नेपाल बनाउनु पर्छ गाइजहरु। यो चाहिँ निली माल्टी कलर सकेको छ। के रे जाऊ फेरि एक बत्तीमा आउस गर्नुस्। पानी खाइदेऊ। यहाँ फेरि पानी मन पराइछ र।
क्यामेरा फर्कियो आयो हो 5 बजे 10 11 बजे फर्किन्छ 5 बजे भ्याइस भने कति बजे आइपुग्छ र नाकिन किनेको तिमी फेरि दाइ कति वर्ष पछिको तिहार दाइ रुन पाइन्न है फेरि मेरो तिहार त एभ्री इयर भयो क्या सबभन्दा धेरै घर जाने हजुर होला दाइ लास्ट इयर निलीमा लगाइदिएको हैन जम्न के पहिलो है बिहापछि गिफ्ट त ठुलै आउँछ के रहेछ हजुर खतरा देखियो ओपन छ त त्यो झोला बोकेर गिफ्ट हिमांशी हाय हाय गर ब्याग देखाऊ भेनाजुले खै 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 खैदिम त मलाई अनि भाइ फोटो पनि बोलेको छु काम सबै यार फेरि के मलाई धोके गरेर नै क्या हो है दाइ साटेलाई नमस्ते पहिला त डिमान्ड आउँथ्यो अहिले त डिमान्ड आएन घर बैठे ल उनीमा थ्याङ्क यू हिमांशी ल दाइ ल भाग्य गर्दै अलि जान ठुलो हुँदैछ भिडियोबाट यसरी आउनु बाबु साइडमा लगाउने पानीको व्यवस्था नगरी त्यतिकै जाउनेर बिचरा मम्मी के आन्टी के छैन हामी चाहियो हामी मागिहाल्छ टिका लाउन लागेको दाइ त घाट कामै सिरन दाइ मेरो काम चाहिँ के सबै फेरि डबल गिफ्ट हो न बाबु हिमांशी कपी गर्नु भएको त हेर्दै लाउनु हिमांशी हिमांशी फोनमा बोल्ने झिकिन हाल्न बाँकी छ नि त हिमांशी फोनमा बोल्ने भेट हुँदा नबोल्ने
त्यो हामी छौँ पिरमा के छ नि त टिका लाउनु के भयो दसैँको टिका त भयो भएन खिलाइदिने हेर फुललाई आज खानु जौले सिंगा खानिस् कि आज खानिस् फुललाई बना लाइन बन्न फुलै छैन आदि बना लाइन त्यो सोचेको मात्र ल खस्न झार जाति कस्तो नखसेको ल ओके हटसेर ठुलो पुङको फुल रोलेर राखेको त हाल्न भुलेछ प्लास्टिकमा अब भुलिन्छ के अब के गर्ने घरमा सबै एक ल निवांशी ल यो के हो अहिले हेरौँला यो भिडियोमा देखाउनु के अहिले लाइभ देखाउनु बस्ने रे हेलो दाजु कस्तो रह्यो त खाना खाना एकदम राम्रो छ मिठो बनाएको छ के छ घनबहादुर हातमा रोटी छ उहाँले चाहिँ टिका आफै लाउनु भएको हो क्यार्नु के भयो त नि खाना मास्टर जस्तो भयो मास्टर जस्तो भयो निलु के छ हालको केही छैन खाना खाइसकेपछि चाहिँ अब यसो केही रमाइलो गरौँ भनेर तास खेल्न बस्यो नि तासमा पनि अब एक दिराम उठाएर बसेको थियौँ अभियसली जितेको त जमुनाले नै हो होइन गाइज खेलिरहेको थियौँ तर अङ्कललाई चाहिँ मिस गरिरहेको थियौँ सबैजनाले किनभने अङ्कलको छुट्टी थिएन हामी सबै अङ्कलकोमै थियौँ तर अङ्कलको छुट्टी थिएन अब ड्युटी अब परदेशको ठाउँमा गर्नै पऱ्यो गाइज तर हाम्रो सबैले छुट्टी मिलाउनु भयो अरू ड्राइभरले चाहिँ अङ्कलको छुट्टी थिएन अनि अङ्कल साँझ आउनुभयो अङ्कल आइसकेपछि चाहिँ हामी घरतिर हिँडेको घुमाउनु के हुन्छ त के गरेको हो यस्तो के गरेको निवांशी भाइहरूको सबै नराम्रो चिज यहाँ बसोस् राम्रो चिज आओस् ल आशीर्वाद गरे पैसा दिनु न अब राखिदिनु पर्छ पैसा राख्नु पर्छ 38 रुपैयाँ 38 दुना भयो गोबरले लिपेको यस्तो अब लक्ष्मी पूजा गरेको अनि के औँसी बारो हात गर न गाई तिहार भैलो गर यसो भैलो गर न यसरी अब राम्रो नाचेको एउटा कम्मल अङ्कलसँग भेट भएपछि चाहिँ हामी लाग्यौँ घरतिर अनि हामीले दाइलाई चाहिँ हल्को छोडिदिएको थियौँ कस्तो लाग्यो अहिलेको तिहार एकदम रमाइलो दुबईमा पहिलो तिहार यसरी टिका लगाएर मनाएको बहिनीको हातबाट खुसी लाग्यो रमाइलो लाग्यो ल ल बाई ओ ल बाई हस् ल ल ल बाई टेक केयर ल